नमस्कार। म चाहिँ आज एउटा यो राजनीति सम्बन्धी कुरो गर्न खोजिरहेको छु। राजनीति भन्दा पनि अब चुनाव आउने बेला भइसक्यो। अब स्थानीय तहको अब यो चुनावमा चाहिँ अब हामीलाई सबैलाई थाहा छ नि त, धेरै उम्मेदवारहरू उठिरहेको हुन्छ। सबैले म उठ्छु भनिरहेको हुन्छ होइन। अब त्यो उठिरहँदाखेरि म चाहिँ एउटा प्रश्न सोध्न चाहन्छु क्या उठ्नेहरूलाई। अब जो वडामा उठे पनि अथवा नगरमा उठे पनि अथवा प्रदेशमा उठे पनि उहाँहरूलाई चाहिँ हामी जस्तो युवाहरूको लागि चाहिँ उहाँहरूको भिजन के हो त? उहाँहरूले हामी जस्तो युवाहरूको लागि के सोच्नु भएको छ? हामी जस्तो युवाहरूलाई चाहिँ विदेश पलायन हुन नदिनको लागि, यी नेपालमै के रोजगारी सिर्जना गर्नको लागि, आफ्नो स्थानीय तहमा रोजगारी सिर्जना गर्नको लागि अहिलेसम्म जो जनप्रतिनिधि हुनुभयो नि, उहाँहरूले कति काम गर्नुभयो त त्यसको लागि, युवाहरूको लागि? त्यसको त जवाफ दिन त सक्नु पर्यो नि त उहाँहरूले। उहाँहरूले गरेको कामले अहिलेसम्म कतिजना युवाले रोजगारी पायो त? त्यसको डाटा उहाँहरूसँग छ? त्यसको प्रमाण छ उहाँहरूसँग? उहाँहरूको कार्यकालमा कतिजना युवाले चाहिँ उहाँहरूले चाहिँ अथवा रोजगारी सिर्जना गर्ने अवस्था बनाउनु भयो कि कतिजनाले तालिम पाएर त्यो तालिमबाट चाहिँ उहाँहरूले रोजगारी आफ्नो स्टार्ट गर्नुभएछ कि कुनै व्यापार व्यवसाय गर्नुभएछ कि अथवा स्वावलम्बी हुनुभएछ कि छैन, त्यो उहाँहरूले गर्नुभयो कि भएन? मलाई जहाँसम्म लाग्छ भएको छैन। भएको छ, कुनै अवस्थामा भएको छ। कस्तो भने घरि मोबाइल बनाउन सिकाउने, घरि मादल बजाउन सिकाउने, घरि कपडा सिलाउन सिकाउने, त्यही भइरहेको छ देखिएको छ। अनि अलिअलि कृषिको नाममा अनुदान भनेको छ। अनि त्यो अनुदान चाहिँ फेरि कस्तो हो भने जसको चाहिँ नम्बरी जग्गामा फर्म दर्ता छ होइन, जसको चाहिँ पहुँच छ त्यस्तोले पाउने अनुदान छ नि त, भिम मान्छेले पाउने अनुदान छैन। हाम्रो बर्दिवास नगरपालिका वडा नम्बर 3 को हकमा म भन्छु, यहाँ धेरै ऐलानी जग्गाहरू छ। अब हामीले केही एउटा फर्म सम दर्ता गर्नु पर्यो, कृषि फर्मै दर्ता गर्नु पर्यो भने त आफ्नो नम्बरी जग्गा नभइकन त हामीले गर्न सक्दैन। फर्म दर्ता नहुने बित्तिकै राज्यले त हामीलाई अनुदान अथवा तपाईँको बैङ्कबाट लोनहरू त्योहरू त हामीले पाउँदैन नि त। कुनै रोजगारी गर्छु भन्दा पनि हामीलाई छैन, कृषि नै गर्छु भन्दा पनि छैन। अझ मेन कुरो भनेको त हाम्रो यो 3 नम्बर वडामा चाहिँ के हो भने यो दुईटा कुराको वडा हो क्या। यो भनेको एउटा कृषिको हब हो, एउटा पर्यटकको हब हो क्या, बुझ्नु भएन? बर्दिवास नगरपालिकामा यसलाई मजाले तपाईँको पर्यटन र कृषिमा चाहिँ यसलाई अगाडि बढाउन सकियो भने नि यहाँको युवाहरू बाहिर जानु पर्दैन क्या, यिनीहरू हुन्छ मजाले। तर यत्रो वर्षसम्म भनौँ न 10औँ 20औँ वर्ष भइसक्यो, त्यसमा उहाँहरूले के गर्नुभयो त? अहिलेसम्म बाटोघाटो बनाउने नै विकास हो, भवन बनाउने नै विकास हो। विकासको परिभाषा त्यही हो। त्यो त हिजोको पनि बनिरहेको थियो, आजकोले पनि बनाएको हो नि त। त्यसमा त कसैले ठुलो कुरो गर्नु पर्दैन नि त। किनभने त्यो काम गर्न भनेर त्यो ठाउँमा गइसकेपछि त्यो काम गर्ने हो नि। म कुनै अफिसमा जागिर खाइरहेको छु भने मैले त्यो अफिसमा गएर काम गर्नुपर्ने, त्यो अफिसमा के गर्नुपर्ने, अफिसको नियममा बसेर के गर्नुपर्ने, त्यो त मेरो कर्तव्य हो नि त, होइन र? जनप्रतिनिधि भएर म त्यो ठाउँमा गएर काम गर्छु भनेर गइसकेपछि उसले गर्ने भनेको कामै हो। जति लिन खोजे पनि जे गरे पनि होइन, उसले कामै गर्ने हो क्या।
त्यो विकास निर्माण उसैले गर्ने हो होइन, रोजगारी सिर्जना उसैले गर्ने हो। अनि यो अहिले विकास निर्माण गरेँ मैले मेरो पालामा यसो गरेँ, उसले उसको पालामा यसो गर्यो भन्ने कुरो छैन क्या। त्यो गर्नै गएको हो त, त्यही काम गर्न गएको हो त नि, अनि नगरेर हुन्छ त। ल विकास निर्माण त भयो, त्यसमा मैले माने, त्यसमा त्यो हुनु पनि पर्छ, समयको माग अनुसार हुनै पर्छ। अब यहाँनिर यसो हेरौँ न, तपाईँको 10 फिटभन्दा माथिका बाटाहरू छन् जति पनि, ती त एउटा सहरी विकासको मोडलमा लान सक्नुपर्ने हो नि त हाम्रो 3 नम्बर वडालाई, हो कि होइन? त्यसलाई त पिच गर्ने हो कि तपाईँको कुन स्टाइलमा लानुपर्ने हो त्यो अनुसार लानुपर्ने हो नि त। तपाईँको ढलान गरेको छ, ढलान गर्ने भनेको 10 मिटरभन्दा कमको बाटोहरूलाई ढलान गर्ने हो क्या। जुन भित्री गाउँको बस्तीहरूमा हुने बाटोहरूलाई, शाखा बाटोहरूलाई चाहिँ ढलान गर्न सकिन्छ। तपाईँको जुन मेन हाइवे नै छ, मेन ऊ नै छ भने त्यसमा त तपाईँको त के अरे पिच गर्ने हो नि त नि। एउटा सहरी विकासको मोडलमा लानु पर्यो नि त, त्यहाँको मौलिकता बिग्रिनु भएन नि त। विकास गरेको छ, विकास नभएको होइन, मजाले विकास भएको छ। तर के कसरी विकास भएको छ त त्यो त हामीले स्पष्ट देखिरहेछौँ नि त। अहिलेसम्म हाम्रो पालिकाले अथवा हाम्रो के अरे वडाले यत्रो वर्षमा कतिजना युवालाई रोजगारी दिन सक्यो? सकिया छ अहिलेसम्म? यीको युवाहरू तपाईँको लागु औषधमा डुबिरहेको छ। लागु औषध सबभन्दा बर्दिवास नगरपालिकाको सबभन्दा बढी लागु औषधको हब भनेको गौरी डाँडा हो, 3 नम्बर वडा हो। यो कुरो कसैले बुझेको छ? यहाँको युवाहरूलाई त्योबाट रोक्नको लागि अहिलेसम्म के पहल भयो? एउटा कसैलाई लिएर जाने अनि लागु औषध अभियन्तालाई स्कुल घुमाउने, कार्यक्रम गर्ने, अथवा युवाहरूलाई एक ठाउँमा राख्ने, कार्यक्रम गर्ने लागु औषध सम्बन्धी, त्यो मात्र हो। सबभन्दा मेन यहाँनिर भएको त लागु औषध दुर्व्यसनको पनि कुरो भइरहेछ नि त नि। उनीहरूलाई त्यहाँबाट पन्साउनको लागि अहिलेसम्म के भयो? अहिलेसम्म हाम्रो पालिकाले, हाम्रो वडाले अहिले लगभग 4 वर्ष जति पुग्न लागिसक्यो होला होइन? कति 300 जना युवाले रोजगार पाए 4 वर्षभित्र। 300 जना पनि नभनौँ, लु 150 जना नै राखिदिउँ न। 150 जना युवाले महिनाको 30,000 कमाउने रोजगारी सिर्जना गर्न सक्या गरे छैन नि त। मेन समस्या त्यो हो क्या। विकास निर्माण भन्ने कुरोहरू के हो भने समयको माग अनुसार त हुँदै जाने कुरो हो। त मैले मेरो पालामा भयो, त्यसको पालामा भयो, मैले गरेँ, त्यसले गरेँ, मैले ल्याएँ भनेर त्यो कुरो होइन क्या। त्यो समयको माग हो, समयको माग अनुसार हुन्छ। तर समयको माग अनुसार, समयको आवश्यकता अनुसार को चाहिँ विकास हुनु पर्यो नि त। हामी छौँ अहिले 2025-26 मा होइन भनौँ न। अनि फेर मोडलको विकासको मोडल चाहिँ छ तपाईँको 1900 तिरको मोडलको छ। 21औं शताब्दी भन्न, अब 22औं भनौँ न, त्यस्तोमा छौँ भने तपाईँको 20औं शताब्दीको चाहिँ तपाईँको विकासको अवधारणा मोडल युज गरिराखेको छ। एउटा सहर केन्द्रित बनाउन सकिन्छ नि त नि? सकिँदैन? पिच गर्न सकिन्छ। तपाईँको त्यहाँनिर फुटपाथको अवधारणा होला, सकिन्छ नि, नसकिने होइन, मजाले सकिन्छ। युवाको मेन कुरो भनेको म युवाको सन्दर्भमा कुरो गर्छु। अहिलेसम्म कतिजना युवाले चाहिँ तपाईँको 4 वर्षभित्र हाम्रो जनप्रतिनिधिहरूले 150 जना युवाले महिनाको 30,000, ल भनौँ न वर्षमा 3 लाख मात्र बनाउन सक्नु भएको छ। यो कृषिको वडा हो नि त हाम्रो, कृषि प्रधान वडा हो। यहाँनिर कृषि सडक खोइ, कृषि सडक बनेछ
खेतमा पोलहरू टाङ्दैमा अथवा हुँदैमा हुँदैन नि त। यहाँनिर किसान केन्द्र बनेको छ, यहाँको किसानहरूले फलाको तरकारीहरू उब्जनी भएको तरकारीहरू चाहिँ स्टोर गरेर राख्ने ठाउँ बनाएको छैन नि त। त्यो किन भएन? जुन तपाईँको विकास निर्माणमा तपाईँको कङ्क्रिटमा त्यसमा खन्याउनु पर्ने बजेट त यहाँको प्रत्यक्ष विकास भनेको त्यसरी हुने हो नि त। प्रत्यक्ष यहाँको जनताले पाउने गरी गर्नु पर्यो नि त। घर अगाडि बाटो बन्नेलाई चाहिँ म विकास मान्दिनँ क्या हो, त्यो समयले दिने हो, त्यो कसैले गरेको होइन, त्यो समयको माग हो क्या, समयको माग हो। कोही मान्छे ठाउँमा पुग्यो, उसले पहुँच पुग्यो, उसले गर्न सक्छ, भोलि आउने अर्कोले पनि गर्न सक्छ, त्योभन्दा बेटर गर्न सक्छ, त्योभन्दा राम्रो पनि गर्न सक्छ, नसक्ने होइन। तर त्यसैलाई लिएर कसैले क्रेडिट गर्न पाउँदैन क्या। यहाँनिर मेन हुनुपर्ने कालोपत्र हो, कालोपत्र भएको छ। बरु छोटो छोटो एरियामा बिस्तारै बिस्तारै यो साल अलिकति कालोपत्र गर्ने, अर्को साल अलिकति कालोपत्र गर्ने, त्यो हिसाबले चाहिँ एउटा सहर केन्द्रित बनाउनु पर्ने होइन हाम्रो ठाउँलाई। अनि युवाको सन्दर्भमा न युवालाई तपाईँको न कृषिमा जोड्न सकेको छ, न व्यवसायमा जोड्न सकेको छ, न केहीमा जोड्न सकेको छ। युवाहरू चाहिँ पलायन भइरहेको छ। युवाहरूको लागि खोइ त नि, न खेलकुद क्षेत्रमा छ युवाहरूको लागि। यो 3 नम्बर वडामा यस्तो यस्तो राम्रो भाइहरू छ, यस्तो यस्तो राम्रो खेलाडी भाइहरू छ नि, उनीहरूलाई राम्रो चान्स पायो भने राष्ट्रिय खेलाडी बन्ने भाइहरू छ। हामीले त्यसको लागि हामी यहाँको 3 नम्बरको युवाहरू, गौरी डाँडाको युवाहरूले बरु हामीले गरिरहेका छौँ त्यो कामहरू। अलिकति हामीबाट पनि सिक्नु पर्यो नि त। अहिलेको आवश्यकता के हो त नि? दीर्घकालीनमा जानु परेन? 5 वर्ष विकास गरेर त्यो भोटको लागि काम गरेर त भएन नि त। आफूले जे काम गरेको छ त्यो कामले 10 वर्ष 20 वर्षसम्मको लागि रिजल्ट दिनु पर्यो क्या, अनि मात्र हुन्छ। न युवालाई रोजगारी छ, न किसानले उत्पादन गरेको दुध तरकारीहरू चाहिँ तपाईँको न स्टोर गरेर राख्न पाएछ, न बिचौलियाको हातमा पुगिरहेको छ। किसान मरिमरि काम गरिरहेको छ। स्वास्थ्य केन्द्रमा गएर हेरे त्यहाँ पनि हालतै त्यही छ। स्कुलमा हेरे स्कुलहरूको हालतै त्यही छ। मेन त भनेको स्कुलबाट निस्किने जनशक्ति न त हो नि भोलि समाजमा टिक्नु पर्ने। त्यहाँ हेरे त्यहाँ पनि हालत बिग्रिरहेको छ। युवामुखी काम कहाँ भएको छ? म जस्तो युवा 30-32 वर्षको युवाले अहिलेसम्म मेरो ठाउँमा मैले केही गर्न सकेको छैन। म गर्न सक्छु, तर यहाँनिर गर्ने वातावरण छैन नि त। म गर्न नसकेर नगरेको होइन, वातावरण भएर नगरेको हो मैले। म त एउटा प्रतिनिधि पात्र हो। म जस्तो हजारौँ युवा छन् यहाँनिर 3 नम्बर वडामा। खोइ त त्यो युवाहरूले गरेको? त्यो युवाहरूको लागि कसले सोच्यो? यो लागु औषधको दुर्व्यसनमा फँसेको भाइ बहिनीहरूको लागि कसले सोच्यो? यहाँको खेलाडी भाइ बहिनीहरूको लागि कसले सोच्यो? यहाँको किसानको लागि कसले सोच्यो? यहाँको सिँचाइको समस्याको लागि कसले सोच्यो? काम भएको छ, नभएको होइन। भएकोलाई भएको भन्छु म, भन्छु पनि हुनु पनि पर्छ। तर यो मोडलको काम होइन क्या। हामीसँग अहिले आधुनिक युगमा विकास भएको छ ढुङ्गे युगको स्टाइलले, त्यो हुन्छ थोडी न। त्यही भएर भन्दैछु नि, अहिले पनि अब हुने स्थानीय चुनावमा युवा आउनुपर्छ। टेस्टेड उम्मेदवार जोसुकै होस्, लु, काम गरेको होस् नगरेको होस्, जोसुकै होस्, अब चान्स दिने होइन, मरिकाट्टो चान्स दिने होइन। हामी दिँदा पनि दिँदैनौँ। त्यस्तो उम्मेदवार खडा हुन्छ भने नि त्यसको विरुद्ध नै हामी युवाहरू
घरै पछि युवाहरू स्वतन्त्र उम्मेदवारी दिएर नि ठाउँको ठाउँ भोट टाइट गरिदिने हो। घरै पछि उम्मेदवारी दिने हो स्वतन्त्र युवा आएर। बरु हाम्रो वडाबाट कम्तीमा पनि हामी 25 जना युवालाई स्वतन्त्र उम्मेदवारी दिने हो योचोटि। के भयो त नि? युवामुखी काम हुँदैन कहिल्यै। जहिले पनि बुढा खाडाले आफ्नै राजनीति सोझ्याउने, आफ्नै दुनो सोझ्याउने, अनि हेर फेसबुकमा हालेको छ, टिकटकमा हालेको छ, मैले यसो गरी भनेको छ, मैले उसो गरी भनेको छ। नतिजा चाहिँ के भएको छ नि अहिलेसम्म? के राम्रो नतिजा भएको छ? त्यो आँखाले देखेको विकासहरू अथवा मुखले बोलेको भाषणहरू त्यो होइन नि त नि। काम चाहियो नि त हामीलाई। हामी जस्तो युवाको लागि खोइ त रोजगारी। अहिले म केही गर्छु भनौँ भने म गर्न नसक्ने हैसियतको मान्छे होइन। म गर्न सक्छु, मजाले गर्न सक्छु, मेरो क्यापेसिटी पनि छ। मैले यति घमण्ड पनि गरेको होइन, म केही हैसियत नभएर मैले नगरेको पनि होइन। म जस्ता हजारौँ युवा छन् गर्न सक्ने, अझ मभन्दा सक्षम युवाहरू पनि छन् यहाँनिर गर्न सक्ने। तर गर्न सक्ने वातावरण खोइ त? हामीले गरेको लगानी सुरक्षित हुने ठाउँ खोइ त? त्यसैले म सबै युवा साथीहरूलाई र 3 नम्बर वडावासीहरू सबैलाई आह्वान गर्छु, यदि कोही पुराना टेस्टेड बुढा खाडा कोही पनि योचोटिको स्थानीय चुनावमा उठ्छन् भने हामी ज्यानको बाजी लगाएर भए पनि बाइकट हानिदिने हो। बरु एउटा टोलमा एउटा उम्मेदवार उठाइदिने हो युवाको। के भयो त? लोकतन्त्र हो, लोकतन्त्रमा उठ्न पाउँछ। मेरो देशको, मैले अस्ति एउटा फेसबुकमा पनि लेखेको थिएँ, मेरो देशको कानुनले मलाई राष्ट्रपति हुने अधिकार दिएको छ भने म अर्को छोटे राजालाई किन मान्छु? म अर्को किन छोटे राजा बनाएर हिँड्छु? म आफै राष्ट्रपति बन्न सक्ने बन्छु नि त। हामी युवा गर्न सक्दैनौँ त्यति? हामीले त उदाहरण देखाइसकेका छौँ त यहाँनिर 3 नम्बर वडामा। गर्न चाहियो भने कसरी गरिन्छ? कसले बजेट हाल्थ्यो? हिजो हामीले क्रिकेट पिच निर्माण गर्दा हामीले कसले बजेट हाल्यो? कहीँबाट बजेट आयो 1 रुपियाँ? हामीले कसरी काम गर्यौँ? हामीले आह्वान गरेको भरमा काम गरे होइन युवाहरूले? सकिँदो रहेछ त गर्दाखेरि, हुँदो रहेछ त, देखाइदिउँ त हामीले गरेर। अझ गर्दैछौँ, त्योभन्दा बेटर गर्दैछौँ अझै। न रोजगारी छ युवालाई। जोसुकै पुरानो आए पनि नयाँ आए पनि युवा साथीहरूलाई म यति सोध्नु भन्छु कि, यति कुरो गर्नु भन्छु कि, अहिलेसम्म तपाईँहरूले एउटा युवाले वर्षको, महिनाको नभन्नु, वर्षको 3 लाख रुपियाँ कमाउन सक्ने तपाईँहरूले के गर्नुभयो? के गर्नुभयो युवाहरूको लागि मात्र? अहिले युवाहरूको लागि मात्र मैले कुरो गरिरहेको छु। सोध्नु एकचोटि। र अर्को कुरो सोध्नु, तपाईँहरू जोसुकै उम्मेदवार उठे पनि तपाईँहरूले अब आउने, तपाईँहरूले जितेपछि अबको कार्यकालमा तपाईँहरूले यहाँको 300 जना युवा, 300 जना युवाले, 300 पनि नभनिदिनु, 100 जना युवाले वर्षको 3 लाख कमाउन सक्ने बनाउन सक्नुहुन्छ कि हुन्न? हुन्छ, सक्छ त उनीहरूले भन्छ नै। किनभने उनीहरू अब चुनावमा हुमिएपछि त अब विभिन्न आश्वासन देखाउँछ होइन। सक्छ भने कसरी सक्नुहुन्छ त्यो पनि सोध्नु। आधार के छ त्यो पनि सोध्नु। र